जाउँदै उदै जाउँदै उदै कहिले रुँदै कहिले मन बुझाउँदै तिम्रो झल्को तिम्रै तिर्सना। सिन्धुली, जहाँ डाँडाहरू आकाशसँग मिसिन्छन्, त्यहाँका महिलाहरूले केवल परम्परा होइन परिवर्तनका बिउ बोकेका छन्। घरको झ्याल बाहिर र आँगनका साना कुनामा जीवन बिस्तारै हरियो हुँदै फुलिरहेको छ। यी बगैँचा साधारण होइनन्, यी पोषणका बगैँचा हुन्, रासायनिक मल र विषादी बिना। यी महिलाहरूले आफ्नै हातले तरकारी र फलफुल उमार्छन्। उसले वर्षभरि परिवारमा स्वास्थ्य र खुसी ल्याउँछ। नमस्ते, मेरो नाम कमला खड्का। नमस्कार, मेरो नाम डम्बर कुमारी थापा। मेरो नाम चाहिँ टिका कोर हो। मेरो नाम विष्णु कुमार श्रेष्ठ। मर्माई नगरपालिका वडा नम्बर 7 गडौली दुम्कीमा बस्छु। महमली महिला कृषि समूहको सदस्य हो म। हामी चाहिँ 2079 चैत 15 गतेबाट यस समूहमा बस्न थालेका हौँ। मैले चाहिँ करेसाबारी तरकारी लगाएको छु, तर धेरै चाहिँ लगाएको छुइनँ। मैले थोरै छ, मेरो सानो घर छ। धेरै त छैन, मेरो त त्यस्तै 5 धुर 6 धुर जति त्यति नै लगाएको छु। त्यसमा ड्याङ पारेर सिजन अनुसारले अब हिउँदामा चाहिँ अब त्यति ड्याङ पार्नु पर्दैन। यो पानी पर्न थालेपछि अलि पानी हुँदा चाहिँ अलि ड्याङ पार्यो भने अलि राम्रो हुँदो रहेछ। यी महिलाहरूले मौसम अनुसार आफ्नै घरको बगैँचामा तरकारी र फलफुलका विभिन्न जातहरू लगाउँछन्। हरेक पालीले उनीहरूको घरमा नयाँ स्वाद, नयाँ रङ र नयाँ खुसी ल्याउँछ। करेसाबारीमा मौसम अनुसारको तरकारी हुन्छ। अहिले चाहिँ हाम्रोमा चाहिँ चिप्ली भ्यान्टी, फर्सीको मुन्टा, अनि त्यस्तो चाहिँ तिते करेला, घिरौँलाहरू, भेन्टाहरू अनि खुर्सानीहरू छ। यो सकेपछि सागहरू रोप्ने गर्छौँ। त्यसपछि काउली, बडकाउलीहरू, मुलाहरू रोप्ने गर्छौँ, आलुहरू रोप्ने गर्छौँ। अब भदौदेखिको सिजनमा हामीले साग, मुला, धनियाँ। यी महिलाहरूले आफ्नै घरको बगैँचामा प्राकृतिक मल प्रयोग गरेर खेती गर्छन्। उनीहरूले गाउँमै सजिलरी पाइने वस्तुहरूबाट मल तयार गर्छन्। यसले खर्च कम गर्छ, माटोलाई स्वस्थ राख्छ र वातावरणलाई पनि सुरक्षित गर्छ। करेसाबारीको लागि चाहिँ हामीलाई विषादी मल बनाउन सिकाउनु भएको थियो। सरले चाहिँ के भन्नुभएको थियो भने यो झोल मल गर्दाखेरि त्यो टुप्पादेखिको फेदमा छिपाउने गरेर हाल्नु है। फेदमा नि मल भयो, टुप्पाको किरा पनि भाग्यो। चानालाई चाहिँ 1 लिटर औषधि बराबर 8 लिटर पानी हालेर प्रयोग गर्छौँ भने फुलालाई चाहिँ 1 लिटर बराबर 5 लिटर पानी हालेर प्रयोग गर्ने गरेका छौँ। भुसुना लाईहरूलाई नि हाल्ने गरेका छौँ। सिमीहरूमा बस्ने पतेरा जस्तो किरालाई पनि हाल्ने गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ तिनीहरूबाट भाग्छ। त्यसलाई भिटामिन पनि हुन्छ। त्यो हालेको बोटबिराहरू अलि हुलुक्क भएर आउने पनि गरेको छ। एकचोटि मल छिपाइदियो भने अब गोबरको मल भयो होइन, अब खसीको मल भयो, अनि ब्रोइलर कुखुरा अब 10-20 वटा मैले जहिले हालिरहन्छ प्रत्येक होइन। त्यो हाल्दाखेरि त्यो धेरै मलले भिजा ठाउँमा चाहिँ तपाईँको डल्ला सल्ला केही नउठ्ने क्या। माटो त्यस्तो रातो माटो पनि पुरै कालो बनायो। महिलाहरूले अब आफ्नै घर बगैँचाबाट बिउ बचाउन थालेका छन्। अर्को मौसमको लागि उनीहरूले बिउ सुरक्षित राख्ने विभिन्न तरिका अपनाइरहेका छन् ताकि पछि राम्ररी उम्रियोस्। यो सानो प्रयासले उनीहरूलाई पैसा बचाउन मद्दत गरेको छ र बाहिरबाट निर्भर नभई आफै अन्न फलाउनतिर अघि बढाइरहेको छ। करेसाबारीमा जुन हामीले रोप्ने तरकारीहरू छ, एकचोटि किनिसकेपछि अर्कोचोटि चाहिँ फेरि बिउ किन्नु नपरोस् होइन, किनभने पैसाको बचत हुन्छ भन्ने हिसाबले हामीले बिउ राख्ने गर्छौँ। पुरानो नै त्यो अहिले रोपेको अर्कोचोटिको लागि हुन्छ, युज हुन्छ भनेको लागि फर्सीलाई फलाएर होइन त्यसको बिउ राख्ने गरेका छौँ। चिप्ली भ्यान्टीलाई फर्स्टमा फलेकोलाई तल थिप्याएर राख्ने गरेका छौँ। त्यसपछि आएर खोर्सानीको बिउहरू पनि राख्ने गरेका छौँ। अनि काँक्राको बिउ राख्ने गरेका छौँ, सबैभन्दा फर्स्टमा फलेको। बोडीको पनि राख्ने गरेका छौँ। त्यो बोडीहरूमा चाहिँ अलिक छिटो किरा लाग्छ। त्यसलाई चाहिँ म के गर्छु भने हल्का तेल मोल्छु होइन। तेल मोलेर चाहिँ सानो डब्बामा हालेर अनि उम्रिनु पनि मजाले उम्रिने। सिमसाग चाहिँ मैले त्यतिकै मैले सुतीको थाङ्नामा पकाएर राखेँ। बाली भित्राएपछि उनीहरू पहिले आफ्नै परिवारको आवश्यकता अनुसार केही अंश छुट्याउँछन्। त्यसपछि वरपरका छिमेकीसँग पनि बाँड्छन्। यो चलनले समुदायलाई अझ नजिक राखे। जे बाँकी रहन्छ त्यसलाई बजारमा बेचेर घर खर्चका लागि सानो आम्दानी जोड्छन्। काकी आमाहरूसँग चाहिँ हामी तरकारी ले बिमला आमै ल्याउनु भनेर माग्ने आफ्नो हुँदाखेरि उहाँहरूले नि माग्छ, दिने गरेछौँ हामीले। बिमला फर्सीका मुन्टा टिपेको छु मैले, लिन तरकारी खानलाई। हामीले खाएर रहेको बेच्न पनि लान्छु म। अब सिजन अनुसारले अब पहिला निकालियो भने एउटै मुठो फर्सीलाई पनि हामी 60, 70, 80 सम्म ल्याउँ। 20-30 हजार चाहिँ जम्मा गरेँ होला मैले आफूले खाएँ। करेसाबारीबाट जुन हामीले बेचेको तरकारीहरू छ त्योले चाहिँ हामीले घरायसी कामको लागि खर्च गऱ्यौँ। नुन किन्ने, मसला किन्ने, बेसारहरू किन्ने, अनि सरफहरू किन्ने, तेलहरू किन्ने गऱ्यौँ, जसले चाहिँ हामीलाई चाहिँ एकदमै फाइदा भएको छ। रासायनिक मल प्रयोग नगरी उनीहरूले सफा र प्राकृतिक खाना उत्पादन गर्छन्। यसले उनीहरूका परिवारले स्वस्थ खाना खान पाएका छन्।
छन्। साथी हालेको तरकारी खानलाई पहिला त अब हात गोडा दुख्ने यस्तो झमझनाउने गर्थ्यो, अहिले त त्यति आफूले लाएर खाएकोमा अलिक कमै भएको छ। बाहिरको त अब त कुहेको गडेको कति दिन दबाई छिट्दै राखेको भन्दा त यहाँ अहिले हाम्रो ताजा खाँदा त धेरै सुस्ता हुन्छ नि त, आफूलाई नि सुस्ता, बच्चाहरूलाई नि सुस्ता, घर परिवार नि सुस्ता।